नेक्स्ट डे गाइज नेक्स्ट डे फेरि हाम्रो प्लान भइरह कति जाने हो हामी शक्तिखोर जाने प्लान भइरह अहिले गर्मी भयो जस्तो गर्मी भयो पोलि छ छिटिड बाई छिटिड शक्तिखोर होइन गेम्लिङ हो कि कहाँ जाने प्लान भयो त अब हेरौँ पेट्रोल पम्पमा तेल हालिदियौँ हेर्नु सक्नुहुन्छ जीवन दाई ट्याक्कै सेमसँग छौँ ल हेर्नु गाइस पछाडि हाम्रो केटाहरू छन् 40 भाइ रोक पछाडि सुजन दाइ र जीवन आउने छन् सक्नुहुन्छ जाम्पलिङ जान्ला हामी 40 त्यहाँ जीवन दादा सुजन दाई पहिला बाहिर चलाइरह र म चाहिँ भ्लगर भयो कि चलाउँदै भ्लग गर्न पाइनँ त्यही भएर भ्लग बनाउँदैछु ब्रेक गाइजहरू स्पिडमा गीत बनाउँदै खायो दुईवटा स्पिड नबजाऊ यार दामी दामी ल कमान अनि बस था हेलमेट हेरेर केटा हेलमेट जो नजरों के सामने कर जीवनले बार देखाउँदै गाइस त्यो जीवन दादा हाम्रो लिडर हो के आजको तुझको भूल जाऊं कैसे माने ना मनाऊं कैसे तू बता कि मैं रुके चोरी और है ये तो रहना हेलमेट खोल्ने गाइज हेर्न सक्नुहुन्छ भ्यू हेर्नु नि ल हेर्नु बुवा कस्तो राम्रो हुँदैन यार के घरसर छैन त्यस्तो सिधीमिधी उताबाट पनि साथी आउँछ अब 40 भन्ने हेर्नु कस्तो राम्रो मौसम कस्तो डाँडा के ठुल्ठुलो कति राम्रो देखिने यार खै यस गाइज हामी जेम्लिङ आइसकेको छौँ हेर्नु सक्नुहुन्छ हामी जेम्लिङ आयौँ यस गाइज जेम्लिङ ठाउँ आइसक्यौँ हामी र हेर्नु सक्नुहुन्छ तल जाने बाँकी छ हेर्नु सक्नुहुन्छ गाइज हामी जेम्लिङ आइसक्यौँ यस गाइज हेर्नु सक्नुहुन्छ आइसक्यौँ हामी जम्लिङ ठाउँमा अन्त अब अर्को छ भने आइज आइज बाहिर 40 जीवन दाइ त्यहाँ ल हेर्नु गाइज हामी रेडी भइसक्यो पौडी खेल्नलाई
हेर्न सक्नुहुन्छ यहाँ ए माथि जानु भन्नु त अहिले यहाँ उता उता छ ठाउँ ऊ जा ओ नभाला म क्यामेरा छ यार जा भाइ त दाइ वाबाट जम अनलाइनमा हा ल 1 2 3 गो ल हेर्नु गाइस वाह 14 फिट गइरह है त्यो फेरि बढी 14 फिट भन्दा बढी फेरि मैले के गरेको अहिलेसम्म त्यहाँ गएर ल हेर्नु खेल्नु वाह दामी दामी यहाँ सायद हेर्नु सक्नुहुन्छ म 14 फिटमा जान सक्दिनँ ए 2 फिटमा खेल्नु है 3 फिट हो यो बाई बाई यहाँ चाहिँ धरेर आउनु सक्नुहुन्छ यो जम्लिङ भन्ने ठाउँमा ज्याम्लिङ पदमपुरको बाटो त्यहाँ चाहिँ मुक्ताबाट देख्न सक्नुहुन्छ त्यहाँ 14 फिट गइरह त्यो बेला हामी गएनौँ पठाक म चालिसमा हामी बसिरहँ जीवन नै छ कहीँ गएन सुनिन्दाले सक्नुहुन्छ सुनिन्दाले अहिले भर्खर जम्प देख्नु होला दाइको र म अलिकति पौडी हाल्छु हेर्नु पौडी हालेर उताबाट भाइ ल रोक पौडी हानेर मुलेले ल भन यस गाइस हामी डुब्नु कम्पिटिसन हेर्नु 1 2 3 गो जीवन डुबे क्या गर्दैन आत्य जीवन निस्क्यो अब यस गाइस अहिले म गेमलिङमा आएको छु हेर्न सक्नुहुन्छ पछाडि कतिजना मान्छे भिड्छ त्यहाँ अगाडि चाहिँ एकदमै 14 फिट छ गहिरो एकदम म चाहिँ सानो फिटमा खेल्छु 5 फिट जति 2 फिट हेर्न सक्नुहुन्छ म त्यस्तै खेल्न आउँदैन त्यही भएर हेर्नु जाँदा त्यस्तो खेल्न सकेन आज गाइस सुन्दा हुनुहुन्छ ल दाइ बारी खेल्न सकेन आज सुन्दा जानुभयो ल हजुर पनि आउनु सक्नुहुन्छ गाई चितवनमा स्थित रहेको कालिका नगरपालिका यो पदमपुरको बाटो हुँदै आउने हो बाटो चाहिँ अलिकति अप्ठ्यारो छ त्यहाँ त्यही डाँडा देखियो केही भएन हेर्न सक्नुहुन्छ डाँडा कालो माथि चालिस भयो आज पुरै आज यति बस्ने मात्र न किन आएको भाइ त यहाँ खेल्न आउनु भयो हेर्न आओस् उयो चाहिँ हाम्रो सामु राख्यौँ चार्ज भाइ नखेल्नु आज ल हेर्नु गाई म चाहिँ खेल्दैछु है यसरी नै धेरै पछि गर्मीमा यस्तो मजा आयो यहाँ चिसो पानी पुरै दामी भयो है उता हेर्न सक्नुहुन्छ सुनिँदा खेल्नु जीवन खेल्न सक्दैन नि त त्यहाँ गइरह नि त त्यही 12-14 फिट छ गइरह त्यही भएर त्यहाँ जीवनलाई मैले त्यहाँबाट जान देखेन क्या तर त्यहाँ त्यही वरिपरि खेल्ने त्यहाँ उठ्नु जा खेल ल त्यही खेल पाण्डु ल भिडियो आहा पछाडि खेल ल जीवन पर्खेर हामी सँगै छौँ है खेल्दै हामी खेल्दै डुब न डुब पानीमा खेल जीवन खेल्न सकेन आज किन हो खै अहिले डर लाग्यो अलि 400 भने खेल्न सकेन सबको चेहरा ल हान्यो छिटो 1 2 3 गो वाबाट हो वाबाट हाल्न माथि वाबाट हो भाइलाई त
ओ वाउडा हाल सुजन सुजन त्यहाँ माथि माथिबाट माथिबाट ल कत्रा यार फेरि हाल्ने कम्पिटिसन भइरहेको हेर्नु फेरि दाले फेरि हाल्नु खोज्नु ल हेर्नु त्यहाँ माथिबाट गाइज कति 14 फिट गइरहेको गाइज हो ल हेर्नु हेर्न सक्नुहुन्छ यहाँ हाम्रो स्विमिङ दामी फेरि एकचोटि हुन लाग्यो गाइज हेर्नु फेरि वान मोर टाइम तिनीहरूले फेरि हाल्नु भयो हेर्नु है हेर्नु कत्रा सुन्दै बस्नु भयो सुन्दैन हामी खोज्नु भयो फेरि हेर्दाखेरि कस्तो हुने है हेर्नु गाई यस्तो टिममा हेरेको अलि लाइभमा हेर्दाखेरि कस्तो लाग्दो रहेछ पुरै उल्टी आएको पुरै देखेर आएको अहिले आइसक्नु सुन्दै दाइ हुँदा कस्तो अनुभव भयो दाइ कस्तो भयो एक्सपिरियन्स त्यहाँ बवाल हो दाइ लगभग 5 चोटि दाइसँग भयो त्यहाँबाट होइन नहाल्नु सक्नुहुन्न नि त्यहाँबाट सिधै जानु सक्नुहुन्छ यहाँ उल्टी हाल्नु सक्नुहुन्न नि त अनि फुट्नु सक्छ ढोकामा अर्को त्यहाँबाट माथि हेर्नु कति माथि हो गाइस वा मजा भयो आने 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 सुन बुवा यसो डाइभ हान्दैन ओ सिधै तल तिमीले घट्टिक तल आयो क्या नखेल्ने पार्टी गाइज जीवन पठाएर म त्यस्तो टिममा हामी खेल्न सक्दैनौँ 40 नै खेल्न सक्दैनौँ हामी सबैजना रेस गरेर हामी जसले हेरेर अब कुकोले माथिबाट डाइभ हाल्न सक्छ भनेर मेरो सुजनाले फेरि हाल्नु खोज्नु malo हेर्नु अलि अलि हो क्या जीवनदाले हेर्नुहुन्छ गाइज हेर्न सक्नुहुन्छ जीवनदाले खेल्नु भएन किनभने खेल्न मिलेन नि त त्यति टाढा गहिरोमा सुजनाई मात्रै एउटा हो जो खेल्नु भयो पिफमा 14 फिटमा पुरै हामी त हेर्ने दर्शक जस्तो भयो ल गाई त्यहाँ पालै पिरा हुन्छ 1 2 3 4 सुजनाई जानुभयो सुजनाई हेर्नुहुन्छ सुजनाई अतान भयो 5 जना गयो क्या है माथि हैन उला एकजना मात्रै ए एकजना मात्रै हो खेल्न त नि खेल्नु छ मलाई खेलिसकेँ त कति खेल्नु म त खेल्नु चार्जमा खेले हैन किन आएको त किन खेल्नु भयो ओ ल हैन गाइस सबले उल्टी हाल्न खाने कम्पिटिसन ल हैन गाइस सब जेन्जी जो गो जेन्जी गो हेर्नु गाइस त्यहाँबाट उल्टी हाल्ने कम्पिटिसन भइरहेछ खै स्विडन ब्रो कता हो हामी हैन स्विडन हो नाम हान्ने हो ल हान वाह स्विडनलाई त्यहाँ हान्न खोज्नु भएको go. खतरा उसले उल्टी हाल्न सक्दैन होला नि त फेरि हेर्न सक्छ फेरि त्यहाँबाट फेरि घट्याबाट वाह खतरा हेर्न सक्नुहुन्छ गाइज हामीले पुरै डाइभ हानेर पुरै ठाउँबाट कोहीले यताबाट हानेर कोहीले यताबाट कोहीले यताबाट
हेर्नु गाइज रमाइलो कति रमाइलो भएको हामी हेर्नु सक्नुहुन्छ पछाडि सबै गाई खाने फरक कसैले त्यहाँबाट हान्छन् कसैले माथिबाट कसैले त्यहाँ माथिबाट र अहिले मान्छेको चल पनि धेरै राम्रो छ यहाँ यो ठाउँमा जेम्नी भन्ने ठाउँमा उता माथि हेर्नु उता हेर्नु है नहेर्नु त्यहाँ र आइस एकदम रमाइलो ठाउँ छ गर्मी महिनामा आउनु सक्नुहुन्छ हजुर यहाँ चितवनमै 30 फुट नजिकै वाह अहिले चाहिँ म खेलेर रेस गर्दा गाइडहरू सक्नुहुन्छ उता साइडमा र यतातिर डुबाइ छैन उतातिर अघि देखायो नि त्यता अलिकति उस छ पानीको 14 फिट भन्छन् क्या 14 फिट नाप्न सकेको छैन भने अहिलेसम्म अन्त रेस गर्दा उता उजाल्न खाने भन्छ त्यहाँ सक्नुहुन्छ ओ खतरा गाई छ हामी खेलेर सक्यौँ भनेको त गाई वा त हामी खेल्यौँ होइन तर यहाँ अर्को झर्ना रहेछ क्या नजिकै ट्याक्कै झर्नाको लागि नै आउँदो रहेछ मान्छेहरू हेर्न सक्नुहुन्छ ल हेर्नु ल खेलेर हामी निस्किन लाग्यो गाई चाहिँ अब ल हेर्न सक्नुहुन्छ अब निस्किन लाग्छौँ अब घर जान लाग्यो अब हामी निस्किँदैछौँ 40 स्पिड स्ट्राइक गरिसक्यो अब घर जान लाग्यो ल हेर्नु गाई बाटो कस्तो ल हेर्नु यस्तो बाटोमा हामी स्कुटरको यस्तो गिटी बाटोमा ल हेर्नु त्यही पनि स्टार्ट अफ गरेर चला हामीले ल हेर्नु किनभने अन्त पेट्रोलमा त खान्छ नि त ल हेर्नु यस्तो बाटोमा हामी कस्तो ओ चार्ज आइसक्यो जान्छ हेर्नु गाई झर्ना हेर्नु राम्रो झर्ना बाटो चाहिँ खराबै छ भन्नु तपाईँहरूलाई सो हजुरहरूले आउन सक्नुहुन्छ भिजिट गर्न सक्नुहुन्छ अलिकति आउन चाहिँ अलिकति बाटोको समस्या भएर मात्रै एउटा डिफिकल्ट छ न त अरू केही डिफिकल्ट छैन यो एरियामा ल हेर्नु गाइस भिड कस्तो वा हेर्नु सक्नुहुन्छ गाइस भ्यू कस्तो लाग्यो भाइ तँलाई भगवान रामले आएर ल सफ्टवेयर बजार आइसक्यौँ गाइस सफ्टवेयर बजार हेर्न सक्नुहुन्छ डाँडा त्यहाँ ओ केटाहरू आउँदाखेरि अगाडिबाट गाईहरू ल हेर्नु गाई हाम्रो दाइ नाचेको ल हेर्नु ल हेर्नु नाच्दै पुरै अहिले गाई हामी यता बिरेन्द्र क्याम्पस नजिकै क्रिकेट खेल्न आएको क्रिकेट खेल्दै एकछिन र केटाहरूसँगै छु अहिले नि आधा दिन घुमेँ एकछिन फुर्सद छैन ट्याक्क हल्ली जसरी काम
गाइज डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब। यति भन्दै मेरो आजको ब्लग म यहीँ इन गर्न चाहन्छु। सो सी यु नेक्स्ट ब्लग। बाई बाई, होप यु इन्जोय माई ब्लग। सी यु अन नेक्स्ट डे। बाई।